हेलो साथीहरू, वेलकम ब्याक। म सरस्वती मल्ल। आज चाहिँ हामी ढिँडो खान लाग्छौँ साथीहरू। साग, पनिरको तरकारी एन्ड ढिँडो कस्तो हुँदो रहेछ हेरौँ है साथीहरू। ढिँडो 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 खाएर हेरौँ ल साथीहरू कस्तो हुँदो रहेछ। शनिबार हो क्या आज। फर्स्ट बाइट खाएँ ल। आहा, खतरा छ साथीहरू, खतरा। अलिकति नुन बढी भएछ हौ पनिरमा। सागै साथीहरू, ढिँडो खतरा। मिठो यम्मी यम्मी साथी। के हो यो भाग्यो त। साग कति मिनटमा सकिने रहेछ हेरौँ है साथीहरू। आज चाहिँ मेरो ढिँडो हो। मिठो छ खाजा। मलाई काठमाडौँ हेर्ने रहर पनि छ। म आफै बडकुला लिएर पर्सि आउँछु। तर मलाई बच्चा बेलामा चाहिँ ढिँडो मन पर्दैन थियो क्या साथीहरू। अहिले चाहिँ मलाई मनपर्छ। बच्चा बेलामा चाहिँ म मम्मीसँग ढिँडो खान्न भन्थेँ क्या। कहिले कहिले खानुपर्छ। यम्मी छ साथीहरू, एकदम ढिँडो मिठो। रायोको साग अनि रायोको साग र आलु, पनिरको तरकारी। वाह वाह। खाना त म एकदम फास्ट खान्छु नि साथीहरू। सक्यो बुढो। आज बुवाले भन्नुभएको स्टाइलले पकाएको थियो नि त। अलिकति आँटा पनि मिसाएर क्या। पुगेन तपाईँलाई? यम्मी छ। एकदम मिठो छ साथीहरू। हजुरहरू पनि खानु होला शनिबार पारेर।
यम्मी छ यम्मी। रोजाइ सानो होस् या ठुलो सधैँ मेरै नै रह्यो। जस्तै मेरो दिन कसरी चल्छ भन्ने रोजाइ। मेरो पहिलो रोजाइ हल्ला चर्चा नभए पनि सही रोजाइ हो भन्ने विश्वास थियो। मनमा डर त थियो नि, तर अघि बढिरहे। फाइनली साथीहरू एक थाल ढिँडो तरकारी, सागको तरकारी, पनिरको तरकारी खाइभएँ। मैले चाहिँ कति मिनटमा खाइभएँ त्यो चाहिँ मलाई थाहा भएन। साथीहरूले भनिदिनु होला कमेन्ट गरेर कति मिनटमा खाएँ भनेर। खाली गरेछु है साथी मैले। अनि हजुरहरूलाई मन पऱ्यो भने कमेन्ट, लाइक, सेयर गरिदिनु होला। च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानल पनि सब्सक्राइब गरिदिनु होला साथीहरू। के हो खाना छैन? भयो हजुर भयो बेलुका हो साथीहरू। फेरि मेरो बुढा तरकारी भयो भने ल्याइदिनु भयो। यस्तो पिरो छ कि कुरा नगरौँ। खानु कुरा है, खेर त फाल्नु भएन बुढो भयो भने। खाना चाहिँ सक्ने नै हो साथीहरू। पनिरको यस्तो राम्रो ग्रेभी भएको थियो कि ढिँडोसँग सबै गयो साथीहरू। नखाने खाएपछि चाहिँ मिठो बारेर खानुपर्छ है साथीहरू, होइन? फाइनली सक्यो गाइस। सब्सक्राइब पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला। मन परेमा मन नपरेमा स्वाट सारिदिनु होला। धन्यवाद। अनि आजको लागि यतिकै नै। फेरि पनि नयाँ भिडियो ल्याउने कोसिस गर्छु। बाई बाई साथी।